किन शिक्षकसँग पैसा हुँदैन आइसक्रिम किन्न, त्यसैले आइसक्रिम शिक्षकले आइसक्रिम छोड्दैन भनेर विचार पुर्याउनुपर्छ। फ्याक्ट चेक वेबसाइटमा गएर सत्य कुरा जाँच्ने। जस्तै कुनै पनि कुरा हामीले त्यत्तिकै हो यो सत्य हो नभन्नेकै पहिला विचार गर्ने होला कि होइन कि जस्तो हामीलाई सरले बताउनु भयो। त्यसै गरी हामीले फ्याक्ट चेक वेबसाइटमा गएर पहिला त्यसको जानकारी थाहा पाउने यो हो कि होइन, अनि बल्ल मात्र त्यसमाथि विश्वास गर्ने। 5 नम्बरमा रहेको छ डेट र सन्दर्भ हेर्ने। जस्तै सरले भन्नुभएको थियो एउटा त्यो सूचना आएको थियो कि शिक्षकहरूको तलब 15% बढेको छ, त्यो चाहिँ पछि थाहा भएको छ 3 वर्ष पहिले नै त्यो सूचना आएको थियो र यसमा परेर धेरैजना शिक्षकहरूले यो भ्रममा परे र साथै साथ धेरैलाई सेयर पनि गरे, जसबाट हामीभित्र झै झगडा हुन सक्छ वा हामी अन्य केही कामहरूमा पर्न सक्छौँ, केही गलत सङ्गतमा पर्न सक्छौँ। 6 नम्बरमा रहेको छ हेडलाइन मात्रै नपढ्ने। यो किन हो र? कुनै हेडलाइनमा लेखेको हुन्छ, मैले एउटा यस्तै फनी न्युजमा हेरेँ, सलमान खानको बिहे भयो र फेरि मैले त्यो नपढेर साथीहरूले के भने ए सलमान खानको बिहे त भइरहेको थिएन तर सलमान खानको बिहे भयो। तर फेरि त्यही वेबसाइटमा गएर तल हेर्दाखेरि यो कुरो फ्याक्ट चेक भन्ने वेबसाइटबाट आएको छ, अनि त्यही कुराले म सत्य भन्दै त्यही कुरालाई म झुटो ठहराएँ कि त्यो झुटो कुरा हो, त्यो सही कुरा होइन। त्यही भएर मैले जाने कि त्यो कुनै पनि कुराले बिना सबै त्यसको क्याप्सनहरू पढेर नहेरिकन त्यसमा विश्वास गर्नुहुन्न। 7 नम्बरमा रहेको छ सम्बन्धित कार्यालयमा गई सत्य कुरा थाहा गर्ने। जस्तै कहिलेकाहीँ जाडो महिनामा आउँछ नगरपालिका र वडा कार्यालयमा बच्चाहरूलाई खेलकुदको सामग्रीहरू मिल्ने सूचना आएको हुन्छ र त्यहाँ कसैले झुटो अफवाह पनि फैलाएको हुन्छ। त्यहाँ गएर चेक गर्दाखेरि नआएको भए जसले हामीलाई खबर गरेको हो त्यसलाई हामी कुटपिट झगडा पनि गर्न सक्छौँ। विश्वास नभई सेयर नगर्ने। जबसम्म हामीले त्यो कुराको निष्कर्षसम्म पुग्दैनौँ यो सत्य हो कि होइन 100% हामीलाई थाहा हुँदैन तबसम्म त्यो कुरामाथि विश्वास नगर्ने अनि कसैलाई पनि सेयर नगर्ने। हामीले अलिअलि कुरा सुनेर अनि अर्कालाई सेयर गरिदिउँ भने त्यो कुरा भाइरल हुन्छ, त्यो चाहे सत्य होस् चाहे असत्य होस्, त्यही भएर सोची सम्झेर मात्र सेयर गर्नु। यति भन्दै हामी बिदा हुन चाहन्छौँ। केही त्रुटि भयो भने क्षमा गरिदिनु होला। हस्त धन्यवाद। हाम्रो तर्फबाट CMR नेपाललाई धेरै धेरै धन्यवाद।